ओइ साथी हेर न, आज मैले मेरो फर्स्ट स्यालेरी पाएँ नि। ओ ल कङ्ग्रेचुलेसन है त। बट यो पैसाको चाहिँ अब के गर्छौ तिमी? अब के गर्नु यार, अब त्यो पैसालाई डाइरेक्ट ब्याङ्कमा गएर मजाले सेभ गरेर राख्ने हो। तपाईँले तिमीलाई एउटा चिज थाहा छ त, यदि तिमीले त्यो पैसालाई यतिकै ब्याङ्कमा गएर सेभ गरिराख्यो भने तिम्रो त्यो पैसाको भ्यालु घट्दै जान्छ नि। कसरी घट्छ र? अब जस्तो कि मैले आज गएर 30,000 जति सेभ गरेँ भने त भोलि फ्युचरमा नि 30,000 त हुने हो। कसले लान्छ र मेरो पैसा? त्यस्तो भन्नु खोजे होइन कि तिमीले त्यो पैसा सेभ गरेको त राम्रो हो, बट तिमीले त्यो पैसालाई अब अरू ठाउँमा पनि इन्भेस्ट गर्नु पर्यो क्या। त्यसो भए सेभिङ र इन्भेस्टिङ सेम होइन र? होइन नि, सेभिङ भनेको चाहिँ तिमीले अब त्यो आफ्नो पैसालाई कतै सेफ ठाउँमा गएर राख्नु हो क्या। जस्तै कि तिमीले ब्याङ्कमा गएर राख्छौ। बट इन्भेस्टिङ भनेको चाहिँ तिमीले त्यो पैसालाई अझै ग्रो गर्दै जानु हो क्या। जस्तै कि तिमीले कताबाट इन्भेस्ट गर्न सक्छौ भने स्टकमा लगानी गर्न सक्छौ, कम्पनीमा लगानी गर्न सक्छौ, होइन, बिजनेस खोल्न सक्छौ, त्यस्तो के। अब सेयरमा नहालौँ भने लास्ट रिस्की हुन्छ। थोरै रिस्क त जता पनि भइहाल्छ नि। अब यदि तिमी यतिकै ब्याङ्कमा सेभ मात्रै गरिराख्यो भने पनि त्यो पनि एउटा रिस्की चिज नै हो क्या। बट कसरी? त्यो भनेको चाहिँ इन्फ्लेसनको कारणले हुन्छ क्या। जस्तै कि आज त्यो 30,000ले तिमीले जति सामान किन्न सक्छौ नि, फ्युचरमा गएर तिमीले त्यही 30,000ले त्यतिकै सामान चाहिँ किन्न सक्दैनौ क्या। तिमीले अलिकति धेरै पैसा नै हाल्नु पर्ने हुन्छ। त्यो कुरा ठिक हो। त्यसो भए आजबाटै इन्भेस्टिङ सुरु गर्नु पर्यो म पनि।